छुट्टीको पठाएको छ माया चिन्ने। कहिले पुग्छ घर त? घर थोरै न जान लाग्छ उनीहरू, काम गर्न जान लाग्छ। महाराष्ट्र कस्तो लैदैछ? घर गएपछि जिउँदै मारे जस्तो गराइदिन्छ माया चाहिँ। सम्झिन्छु, त्यसपछि जानै मन लाग्दैन। हामीहरू घर जान्ला अब खै हामीहरू पनि कहिले जानिदिन्छ माया तिमीमा कहिले जाने हो र घर? किन जान लाग्यो घर पिस्से हावातालमा? पछि जाउँला नि, अर्को यो वैशाख आउँछ अनि अर्को वैशाखमा जाउँला नि। घर आइज भन्छन् अनि घर किन? बड्डीमा अब मुख थुतुन आजभोलि किन भावला अनि घर गएपछि हुन्छ कि त्यही भएर बोलाएको छु। होइन, बिहा गराउने होला नि सायद माया, त्यही भएर दिमाग खराब भइसक्यो। कहाँ जाने यार? हेर्दै हेर्दै मैले थपाइसकेँ, यसले आँखा फुल्ल्या छ। अहिले थपाइसकेँ, यसले आँखा फुल्ला छ। थाहा भइसक्यो। होइन के फेरि अब माया घर सबैले भन्न लाग्यो ल्याङ 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 बिहा 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 कहिलेदेखि भन्नु लाग्यो अहिलेसम्म। अनि यसो अब कतातिर हेर आउँछन्, कतातिर देखाउँछन्, अब जानु पर्यो टक्क लगाएर। कङ्ग्रेचुलेसन फर योर न्यू ह्याप्पी लाइफ। के को ह्याप्पी लाइफ? माया दिमाग खराब नगर्नु। And your single life सिंगल लाइफ चॉइस। हाँस्यो खुसी भयो, हड्डी हाँस्यो। होइन के घरतिर बोलाएन, तर थाहा भएन किन बोलाएन। When you marry, then you won't understand this. कसलाई बिहे गर्ने हो? म त दम गरेर कसको हेर्ने? दाइले भन्छ अर्को, भाउजूले अर्को, दिदीले आमाहरूले हेर्छ। अब क राम्रो लाग्छ त्यही ल्याउनु पर्ला। माया तिमी फाट्टा फुट्टा कहीँ त्यही हुन्छन् है हेर, नत्र खल्ली माया फेरि अरू ठाउँ जानुपर्छ। साथी कुरा सुन्दैनौ? बिहे नगरेर पनि जिन्दगी चल्छ के? फेरि आमालाई भन माया दिन्छु। चल्छ जिन्दगी चल्छ। बिहे नगरे पनि जिन्दगी चल्छ के? भन्न लागेको हो कि मैले बुझ्दैन नि त, घरकोले के गर्ने यस्तै त। साथी बुझ्दैन भनेर न त, आफ्नो लाइफको डिसिजन आफूले लिने हो नि। तिनीहरू तेरो जिन्दगी उसले जिदिने हो र? तैँले जिराए माया दिन्छु त्यस्तै, हामी पनि त्यस्तै त नि। घरको भने मान्नु पर्दैन। मान्नु पर्यो। के गरौँ त गाउँ गरेर मायाका छ। कतै गएछ कहिले यता लगिरह, कहिले उता लगिरह, कसको भने सुन्ने के? अब सुड्डीले कता के भनिरहन् मायाका नसुनि नहुने भयो। माया दिमाग खराब भइसक्यो। यता सुन साथी, जति बेला धेरै टेन्सनहरू हुन्छ नि दिमागमा, यस्तो हातमा छातीमा हात लगाउने, मनमा सोच्ने, मनले जे भन्छ त्यही गर्ने। मनमा आएको कहाँ डुल्छ मन त छोड्दै। तर आफ्नो लाइफको डिसिजन अरूलाई गर्न दिने होइन नि साथी। अब डिसिजन होइन, उनीहरूले देखाउ खै किन बोलाएन धेरै नसोच साथी यार। भर्खरै हामी चाहिँ छैनौँ माया। हामी जन्म जाँदै त्यस्तै माथि दिमाग खराब भएर कस्तो भयो होइन मान्छे? कुन ठाउँमा काम गर्नु पर्यो, कस्तो सब गर्नु पर्यो, माया दिमाग खराब भएर कस्तो भनेको यहाँ काम गर्ने ठाउँ कहाँ दिने? माछा त पम्बडी अलिक कहाँ छ यार, होइन? खै फोन गर्न कति ग्रुप सुरु बन्न दिमाग खराब। भयो भने होइन म्युट गरिदिने क्या, म्युटको अप्सन हुन्छ, म्युट गरिदिने अनि त्यो भइहाल्छ। आउँदैन क्या साथी। सुन तिमीले पुरै बुझेनौ यार साथी यार। हो कि अब खै के गर्ने केही नखा भन्छन् मा खानै पर्ने हुन्छ, स्थिति दिमाग खराब भन्छ।
बिडी खान लाग्नु भएको क्या बिडी स्क्रिनै सेयर भयो भने यार बिडी हो बिडी बिडी किन के मामा त्यसरी बिडी बाहेक अरू के पाइने यहाँ ओहो अनि भान्जे के छ त हालखबर ठिकै छ आमा चाहिँ ठिकै छ यो गइरोले के गर्न लाग्यो के गइरहेले खै के गर्ला कसलाई गर्ला तपाईँ घर गएर बे के रे? गर्ने हो तपाईँ घर गएर बे गर्ने हो तिमी कहाँ घर हौ म घर छैन नि त म यसरी इन्डिया छु कुन ठाउँ गुजरातमा छु गुजरातमा ए गुजरातमा छौ तपाईँ कहाँ हुनुहुन्छ कर्नाटक म कहाँ भनौँ यो के अरे कुन ठाउँ भने भावनगरमा कसो साइजमा काम गर्नु पर्यो दिमाग खराब भएछ फास्टफुडमा काम गर्नु पर्यो हुन्छ दुईजना मात्रै हौ कहिले झुप्पी अर्दा आइदिन्छ दिमाग खराब भएछ के आउनु मलाई यता हेर्न यो ग्रुपमा एड गरे बेलामा यो म्युट लेख्या नि यता के त्यो गरिदिएपछि ट्याङ 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 के पनि हुँदैन कहाँ लेख्या म्युट अलि माथि गर्नु यो के यो स्क्रिनशट गरेर हालिदिन्छु मलाई अरे छोड दे के नगर के ल्याङ ल्याङमा होइन कपाल हेर्नु न कति लामो आफै फेरि काटेको मार्नु फेरि कपाल कति बेला पर्ने हो दारी चाहिँ बढ्या बढी दारी चाहिँ क्या बढ्या बढी हरियर खर्याङ खर्साङ कसरी कोतार्थ आफूलाई कपाल भने मारेर दिमाग खराब भएको अस्ति काटेको कति भयो It I am now. Still I am in the train. तर यार अनि गोलमोल के छ हाल खबर त्यो हो के पुरा लिप के ठिकै भन्नु पुरा साकार भएर हिँड्यो के अब आधा ठीक आधा बेटी का जिन्दगी आधा ठीक आधा बेटी का के भन्ने मैले एउटा उस नआउँछ है तिमीहरूलाई एउटा छोट हो के केही नसुन मैले सुनौ नसुन केही पनि सुन होइन यसो कमाल हेर न कमाल सुन मैले यस्तो बनाएको कि आफूले होइन हामी चिन्ने दिमागले डिस्कस गरेको कुरा है गर्छ नि त होइन आफूले मेरो कपाल कति लामो थियो मार काट्न ट्याटु त हान्ने मन लाग्यो तर अहिले हान्ने त्यस्तो ट्याटु हान्नुपर्छ कि साथी पछि रिग्रेट नहोस् कि पछि त्यो ट्याटु देख्दा त्यस्तो ट्याटु अलिक रोजेर छानेर हान्नु त्यस्तै हान्यो भने पछि मलाई त्यसै इफेक्ट त भइहाल्छ ल केटा म सुनाउँछु है एकैछिन 2 मिनटको हो बात मैले आफ्नै दिमागले सोचेर बनाएको एउटा सुनाएर तर काट्नु त चाहन्छु सुन्थे मैले यो जिन्दगी व्हाट इज लाइफ भनेर आफ्नो हुन्छ नि त होइन भनाइ होइन हुँदैन र हुन्छ हो भान्जे गएर कपाल हेर न अगाडि आएर भन्न मैले व्हाट इज लाइफ भनेर आफ्नै तरिकाले सोचेको कि साथी त्यसलाई मजाक नल्याउन यार आफ्नो सबै पहिलाको साथीले पहिला सुन्न मेरो कुरा भन्न छ यार भान्जा अनि कहाँ यो आएन नि त खै भिडियोमा फोन काट त एकैछिन केटा नगर्न फोन यार बोले काट्ने काट न या के भामा चाहिँ गएर
गएर बगुलो काटेर दिनको हामीलाई माया दिन्छ दिमाग खराब होइन तेरो बगुलो घाँटीमा होइन भन्छ बकुला घाँटी निभर्नु पर्छ म्याट अनि भन्छ हजुर ड्युटी कति बेला आउनु त आउनु यता ग्रुपमा गएर आउनु त खै त भन्छ जोइन गरेछु क्या यार आउँदै आएन हेर्न ऊ आउँदैन कि भन्न तेरो ऱ्याप हिङ जान्छ आउँदैन हिङ गइरहेको हेर्न त्यो बिजी होला नि त्यही भएर ऱ्याप भन्न तेरो तेरो ऱ्याप सुनाउनु कस्तो छ ऱ्याप सुन्नु नि तेरो ऱ्याप खै त आइनु अनि केही साथी अनि केही नसा पानी कस्तो छ चल्छ कि नै कि रोक्यो भान्जा मसँग हिँडै छैनन् क्या अनि म रिक्वेस्ट पठाउँछु भान्जालाई एकछिन कुरा गर्दैन तिमी अड्क्यो के फेरि अड्क्यो यो अड्कियो यो यार प्रेममा भन्न तेरो तेरो पहिला ऱ्याप सुनाउ न यार त्यो भान्जालाई एड गर भने कि भान्जा खै त कति बेसी कुरा नगरे नै तँलाई एड गरे कि गरेन भनेर पनि हेर्न र आयो त मसँग फेरि नै छैनन् क्या अबे यार पट बगुलो माया पियो ए ढाडीको छोरो कहिले पनि यसलाई सम्झाउन सक्दैन ढाडीको छोरो यहाँ जान धेरै त्यहाँ हेर्न रविन्द्र यो सी मेम्बरमा गएर हेर राडीको छोरो रविन्द्र रिगिङ छ राडीको छोरो उठाएको छ नि राडीको छोरो बुझ्दैनस् राडीको छोरो यसको चस्मा भित्र गएर आँखा लिएर गोच्चे खेल्नु पर्छ होइन मान्छे अरे यार तेरो प्रेम पहिला तेरो ऱ्याप सुना पहिला 2 मिनटको ऱ्याप सुना मैले हानिन्छु पिन मलाई ऱ्याप नसाको तालमा केही नसुना ऱ्याप बजाललाई त्योभन्दा रोल आइरहन्छ एनी टाइम तिम्रो याद छोडेर गयो किन मेरो साथ गर्दिन भन्थ्यौ धोका तर लास्टमा आएर गर्यो आफैले घात फेरि आएर घाटमा जा मान्छेलाई एड गर्छ एकछिन साथी एउटा कुनै पनि एउटा भाइरल युट्युब च्यानल भएकोले होइन मलाई माइक्रोसफ्ट फ्रिस्टाइल हान भनेर भन्यो भने मैले भाइरल भइदिन्छु कि कसरी भगवान्को सबै एकछिन मलाई लिभ गर त म रविन्द्र भान्जालाई यो गर्छु रिक्वेस्ट पठाउँछु यार होइन मैले पठाएको छु अब त्यहाँ हेर्नु रविन्द्र छ कि हेर त यस्तरी स्क्रिनलाई टच गर माथि 3टा डट आउँछन् त्यहाँ छो ओके त्यहाँ रविन्द्र प्रेम राडीको छोरो मसँग फेरि नै छैनन् त कसरी त्यहाँ तसँग फेरि छन् तसँग फेरि नभएको एडै हुन्न हिँडेर देखाउँछ के छैन रविन्द्र आउँछ कि रविन्द्र आउँछ म पनि त्यसलाई एड गर्छु मिल्छ के यार कस्तो साथी यार टेक्नोलोजीमा एलन मस्कले मार्समा मलाई घर बनाउँछ यही मोबाइलमा सुन यहाँ रविन्द्र भान्जा चौधरी लेखे होइन त्यहाँ टचै हुन्न टच गर्यो भने के हुन्न के हामी फ्रेन्ड छौँ हामीले रिङ गराउन मिल्छ तिमीले गराउन भनेको त्यो म रिक्वेस्ट पठाउँछु भनेको कि ब्याक गर प्रेममा यहाँ त पनि ऊ एडमा ऊ अहिले आएको छैन कि ऊ अहिले आएको छैन ऊ अहिले बिजी छ होला सायद भइरहेको म जितिमा चार्ज दिनुभएको छ तपाईँ यार तेरा भाउ मिस यु गाइज यार 2 मिनेट भयो पनि इन्जोय लाग्छ साथीभाइसित बोल्दाखेरि कसम से यार तेरो भाउ त्यो भान्जालाई एड गर्न पहिला म रिक्वेस्ट पठाउँछु भनेर साथी भइहाल्छ कि त्यो बिजी भएर होला फोन नउठाएको आफैलाई घोचिरा प्रेमको ऱ्याप सुन्ने कहानी सुन्नु प्रेममा तपाईँ घर गएर बेगर्ने अब बोलाइरहन् तर खै यार मैले तँलाई हाल्दैछु यार त्यहाँ
कहाँ फेरि हाले? गएको फेरि हारेको छु त्यहाँ आउँदैन कि त्यहाँ आउँदैन यार मेरो रिक्वेस्ट मेरो फ्रेन्डमै छैनन् भन्छ हेर्नु मैले हाल्दैछु तिमीलाई टच गर यो सिस्टम कहाँदेखि यो काटिसक्यो यो साला कुत्ता यो तर इन्ट्रेस्ट नगरेर मैले म्याच अगाडिको छ है आउँदै राम्रोसित है चलाउन भन्न पनि फोन चलाउन लाग्यो भने त म्याच एउटा एउटा excuse me please give me 2 minutes can I take your time excuse me can I take your time यस यस जे भन्न खोजे हुन्छ त्यो यसले हाँसी हाँसी बिर्साइदिन्छ हेर्दा आज कति खुसी भएको आसो लाग्छ रिसर नाम कति चाहिँ लाग्दैन कि मेरो माथि दिमाग खराब भएको छ को नै बिर्सिहाल्छु फेरि अरे साथी धेरै सोच्ने काम नगर के सोच्ने होइन म चाहिँ ओभर थिङ्किङले गर्दाखेरि मान्छे त पुरा I know that I also feel it you understand म त I पुरै also गइसकेँ हेर्कन म त हाम्रो त्यही भएर पुरा माथि हेर कचकाल्ला त्यही भएर मा चाहिँ घोसेर झल्ला कतिचोटि कचकाए के भन्ने आइदिन्छ नि यार मा कसम भन्दा पनि यस्तो टेन्सन भन्यो भने भने जस्तो हुन्छ एउटा खाइदिन्छन् मान्छे मैले त्यस्तो ठाउँ छ यहाँ हुँदैन भन्दा पनि दिमागमा आफै घुसिहाल्छ के अनि त्यही कुरालाई खेलाउँदा होइन के यस्तो हो के बाहिरबाट के अर्डर ल्याऊ भन्ने कुरा पनि बिर्सिन्छ फेरि म कुन ठाउँमा छु भन्दाखेरि मलाई मात्र थाहा मा चिङ्गन्डीको छ I know that यार साथी यार कहाँबाट छाखेरि please I humbly request you don't do the negative thing यार नेगेटिभ थिङ्क नै मुजी यो हातले गर्दाखेरि रन्टेको छ हातले के गर्यो हातले बहुत घात गरेर हातीमा आँखा हेर आफैलाई निल्दिरहेर रन्टेको छ त्यस्तो हानेर घात गर्यो त्यो होइन के मुजी चिङ्गराडीको छोरो तेरो आमा यहाँ कस्तो गरेर देख्नु पर्यो तँलाई के थाहा के मैले यता सुन्न नयाँ स्थले तँलाई थाहा मैले यहाँ जिमको रानी लग्ना आउँछन् छुरेनी ढङ्केनी माज यमदूतहरू या ऊ सबै लगेर लैगयो फेरि माथि दिमाग खराब भयो यस्तो हुन्छ कि बेला बेला बस्छ भनेको मान्छे सेकेन्डमा लगिदिएर आउँछन् माज खै कता जाने कता के गर्ने होडा लागिरहेको I also feel that here यार आउँछ तेरो आउँछ क्या मायाले अल्सर बनायो साथी सोच्दा लास्ट स्टेजमा नजाउने त्यो आउँछ एमजितहरू आउँछ भन्छ त्यो रियल पनि हुनसक्छ होइन तर त्यो आफ्नो सोचमा भएर पनि तेरो दाइ पाताल पुगेर पाताल स्वर्ग कता पुगेर कहाँ पुगेर आइसक्यो माछ सिक्ने रन्डीको छ लास्टमा मुजिने यस्तै हो छोड्दे जिन्दगी यस्तै हो माछ घर अब आमाले के भन्नुहुन्छ त्यही भनेर मान्नु पर्यो अरू केही गर्दैन मुजी अब के भइसक्यो धेरै मुजी लफङ्गा भएर हिँडिसक्यो घुमियो फिडियो यताउता सब गऱ्यो अब मुजी घरतिर गयो जिम्मेवारी भोग्नु पर्ने एउटा के भने थियो यार उयो सुन्यो होला नि त्यो सुरुमा इन्सानलाई 20 वर्ष दियो भन्ने सुन्यो होला नि 20 वर्ष 30 वर्ष होइन तेरा 20 वर्षमा आदि सोच सुन्न मेरो कुरा त सुन 20 वर्षसम्म इन्जोय गर भनेर दियो गरे के लाइफ होइन अनि उसलाई घोडालाई 40 वर्ष दियो गरे अनि घोडाले भन्यो गरे होइन म यो 40 वर्ष दिन्न 20 वर्ष यो मनुष्यलाई दियो भने 20 वर्ष मनुष्यलाई दिएर 40 वर्ष थप्यो होइन के ल्याङ नगर त्यो मुजी सिक्नु त्यसै हो जिन्दगी भनेको यस्तै हो मनुष्य भने सर्वश्रेष्ठ भन्छन् सर्वश्रेष्ठदेखि गु कता के भयो गयो माछु पुरा छ नि यति गरी
यता अर्को हो यति गरी यता अर्को हो महासिङ दिमाग खराब भएछ रन्डीको सर दाहिने देब्रे महासिङ यो देब्रेको सुन्ने कि दाहिनेको सुन्ने कि कता सुन्ने आफ्नो कचोटि भनौँ कि साथी आफ्नो मन त सुन यार तिमी एक्लै जन्म्यौ फेरि आमा मन त कहाँ पुग्छ कि छोड्दै मनलाई छोड्दै त्यो समातेर ल्याउनु जति समातेर ल्याए पनि त्यति समातेर ल्याएर ल्याएर मलाई थाहा छ आफू पनि डिसिजन लिन मुला आफै भन्छ टेक्नोलोजी जमाना कहाँ पुग्यो के पुग्यो हो त्यस्तै हो के गर्नु त कि पुरा अफ गर्नु बटन जस्तो अफ अन गर्न मिल्ने भयो त्यो म चाहिँ मन फेरि मस्त हिँड्दा हिँड्दै डुल्दा डुल्दै काम गर्दा सुति हान्छ थाहै हुन्न मलाई यो भने यस्तो साथी लास्ट स्टेज हो क्या यो ओभर थिङ्किङको यार लास्ट स्टेज भन्दा नि लास्ट स्टेज म चाहिँ मरेर बाँचे I also feel that you also know. मैले पनि कस्तो हुन्छ भने मलाई थाहा छ नि त मैले फिल गरेँ आफ्नो यार त्यो अझै म चाहिँ राति त माया कसम कोही हात लगिदिन्छ कोही टाउको लगिदिन्छ कोहीले घेरा लगिदिन्छ कोहीले खुट्टो लगिदिन्छ कोहीले आँगो लगिदिन्छ दिँदा दिँदा थाकिसकेँ म त बिहानखेरि सही सलामत हुन्छ बिहानखेरि यस्तै यो आधी हल्सकल्टो हुन्छ म चिक्ने त्यहीमा पनि जोड्दै जोड्दै हिँड्नु पऱ्यो चाहिँ फेरि कस्तै कस्तै ल्यान्छन् रन्डीको साथै म दिमाग लैगयो What is life? Life is the one part of journey. What is life? तेरा म लाइफ थाहा तँलाई थाहा र आइसर लाइफ पनि आइदियो हो त्यही लाइफको बारेमा LIFE हैन लभ अनि के इन यालबाट के हुन्छ लभ आइबाट इन्टेन्सन फेरि म्युजिकको यालबाट लभ आइबाट इन्ट्रेस्ट के म्याच सिक्ने अब त्यो छोड्दै इन्ट्रेस्ट भने जस्तै हो अनि याबाट फेल ईबाट के इन्ड आई नो इन्ड होइन के राडीको छोरो जिन्दगी कहिले सकिन्छ चलिरहेको हुन्छ यीबाट के हो जिन्दगी चलिरहेको हुन्छ हाम्रो शरीर चाहिँ आगोमा बलिरहेको हुन्छ मनमा पुरा धेरै अरू इन्टरनल है के भन्छ नि के भने एन्डिङ भन्छ कसैले कोहीले एजुकेसन भन्छ कसैले केटाले हान्न पाएर इन्फेक्सन भन्छ कोहीले इक्वल भन्छ कोहीले के भन्छ सर्दै सब भनेर भन्नु दे लाइफ इज गइरे हाम्रो अमृत मान्छे ओ भाइ जय श्रीराम दाजु जय श्रीराम कहाँ घरतिरै हो छैन दाजु म घरतिर यार म यहाँ राजकोटमा नै गुजरातमा छु सुरेन्द्रनगर अच्छा त्यस्तो तिमीहरूलाई के लभको फुल फर्म चाहियो फेरि म भनिदिउँ त लभको फुल फर्म लाइफको साइको भइसक्यो क्या होइन प्रेम साथी मेरो घेडाको साइको मुजी कोली भने यहाँ मुजी भान्जा खडा देख्दैन क्या मुजी हो त्यही त भने अलिकति होइन मैले पनि कस्तो हुन्छ म्याच त्यो टाइममा आम्मा नाइस ब्रो अहिले एउटा लाइफको बारेमा डिसिसन गरेको सेम त्यस्तै राखेको आफूले सोचेको कसको गइरहेको
सुन भाइ मलाई भन्न साथी सुन्न देखा न अनलाइनमा त्यसलाई देखा न मलाई ग्रुपमा जोइन गर त पहिला ग्रुपमा जोइन गर साथीभाइहरू फोन गर यार आधी घन्टा 1 घन्टा जति फोन गरेको भने इन्जोय भए जस्तो लाग्छ क्या भाइ आयो भूत आयो अहिले त भूत आयो इमराजको दुध आयो आमा सबले चस्मा म जान्छ नि भूत भएको भएर नि त तिमीहरू बुझेन सुन गइरे यस्तो हो क्या हेर कहानी कस्तो भन्दाखेरि एकचोटि म सानैमा कति 6-7 वर्ष 5 वर्ष हुँदा नि कति कम उमेरमा डुबेर मरेको थिएँ नि हो त्यति बेला मैले मेरो हातमा पुरा त्यो मङ्गुर माछा यत्रो मङ्गुर माछा हातमा थियो मलाई बाहिर निकालेर बचायो होइन फेरि म कहाँ मोटर लोटेर फेरि मरेँ फेरि बचायो होइन अनि फेरि त्यहाँ च्याङ्गाडोमा करेन्ट लगाएर मरेको थिएँ नि त्यहाँ फेरि मलाई बचायो नि यो मुजी चिक्ने यो यतापट्टिको देब्रे हातमा भुतहरू छन् देब्रे शरीरमा देब्रेपट्टि कालो हो दाहिनेपट्टि सेतो हो भन्दा म ल यतापट्टिको आङ सेतो घोडा चलिरहेको यतापट्टि आङ कालो घोडा चलिरहेको हो त्यो यतापट्टि देब्रेपट्टि भुत छ दाहिनेपट्टि देवताहरू छन् क्या भन्ने मान्छे बुझिरह नि युज गरिदिरह त्यही भएर सकेसम्म घरै मस्तै मलाई शान्त गराइदिनु पर्यो शान्तै हुनु काम लगाइन्छ कहिले भूत लगाइन्छ जे देख्यो त्यही लगाइन्छ मान्छेलाई पनि देख्थेँ कि मैले त्यो टाइममा यस्तो हो कि मलाई कस्तो भन्दाखेरि इन्द्रजाल पनि परे बाढ पनि परे अब फेरि किल्ला पनि हामीले केटी मान्छे देख्ने बित्तिकै त होइन केटी मान्छे देख्ने बित्तिकै होइन मलाई शरम लाग्छ होइन तर धेरैले युज गरिदिएर हामी होइन त्यही भएर मलाई भएको होइन कि तेरो बाजे मलाई दिमाग खराब भइरह मलाई के भइरह मलाई नि थाहा होइन के हो त्यही कतै ठान्न घरै मस्त गएर मजाले बस्छु एउटा सुन्यो पुरै बुझ्दैन कि घरमा जति राम्रो गर्दा पनि घरमा के साथी ट्रस्ट टुटिसक्यो हाम्रो घरबाट थाहा छैन विश्वास भन्ने कुरा हराइसक्यो घरदेखि होइन के घरबाट मजा त भन्दै थिएँ आइहाल्यो आएपछि अब फेरि घर बोलाएर जसरी हो नि बिहा गर कि गर भन्ने नानी त के गर हो क्या बिहा गरिदिनु पर्यो बिहा गरिदिएपछि मैले फिल गरे अनुसार होइन साथी बिहा गर्नुभन्दा अगाडिको लाइफ र बिहा गर्नुभन्दा पछाडिको लाइफ दुईटा लाइफ हुँदो रहेछ क्या मान्छे लाइफ धेरै छ के त दुईटा मात्रै देखिरहेपछि मैले लाइफ पछि देखिसकेँ रानीको छोरो निरन सौचली भइसकेर रानीको छोरो 99 भनेपछि अब 36 र 99 6 अनि 6 लाई उल्टो बनाएपछि 9 अनि त्यसपछि फेरि 0 के हुन्छ हरेक अङ्कमा मैले जोडेपछि त्यसको मूल्य बढ्ने त्यसको के भन्छ म तँलाई भाडा हालिदिन्छु म अब ठाउँमा आइज सँगै काम गरौँ नै म कहीँ जान्छु घर जाने घर गएर पहिला घर गएर डक्टर नसा पानी पनि छोड्याम छुट्छु भन्छु फेरि बिडी खान मन लाग्छ फेरि सुर्ती खान मन लाग्छ अरू खान पाइयो होइन फेरि घरतिरको मेरो सोच अनुसार होइन साथै हाम्रो शरीर अहिले एउटा न एउटा नसा नभएसम्म नसा एउटा न एउटा नसा चाहियो भन्ने सोच जस्तो भइसक्यो हाम्रो शरीर नसा चाहियो कि
अब इक्जाम्पल दिन्छु है हामी गाउँमा नसा गर्छौँ होइन यता अब यतातिर मिल्दैन रक्सी यति ठुलो लाग्छ नि साथी बुद्धिको हुन्छ नि यति ठुलो नसा लाग्छ नि नयाँ कसम होइन के गर्छ मङ्गलले आफ्नो ढङ्गले भने जस्तै भगममा तर यार इस्यु गाइज यार सुन न सबैको त्यही जीवन हो मैले गरे के होइन तँमा आज त फ्यामिली भएको मान्छे होस् तँमा गर धेरै ठाउँ नडुल मैले जति ठाउँ मैले म त भन्छु केटा हो धैर्यवान बन अलि सहनशील बन रिसाउने ठाउँमा रिसाऊ खुसी हुने ठाउँ खुसी हो मुझे हाँस खेल मुझे कमाउने ठाउँ कमाऊ म चाहिँ एक्लो जिन्दगी होइन टक्कर आएर मैले सपना पुरा गर्नु घरतिर गयो भने अलिकति भने मान्दिनँ क्या मैले चिने कति भागौँमा चिने भाग्दा जति भाग्यो भने मैले चिने त्यहाँ बिहा भनेर मैले चिने कति भइसक्यो सही कुरा गर्नु हो कति भागौँ गर्दैन बिहा गर्दैन केही छ भने मान्दैनन् फाटाफुट्टै एउटा मैले कतै ल्याएर मैले चलाचल हिँड्ने गएर टक चलाएर टक कतै कमाउनु जानु पर्ला भन्ने भयो घर पनि छैन नि त गए घर पनि अब एउटा चाहिन्छ क्या बड्डाबड्डी आमा अब बुढी हुँदै जानुभयो झन् अब के भन्नु भन्नु लाग्यो एउटा कुरा सोधौँ Can I ask you one question? सोचे जस्तो आफूले सोचे जस्तो जिन्दगी मैले तिमीलाई भनिदिएको प्रयास पनि छ मैले यहाँ भनिदिएको ए मलाई कल गर त फेरि गर्छु त म तँलाई यहाँ देखाउँछ ग्रुपमा हामी साथीभाइ जोडेर नसाको तालमा माथि माथि उडेर कहिले यस्तो आसमानमा फिल आउँछ कि हिन्दी उडेर मर्दिम कि जस्तो लाग्छ त्यो हाँगाको बाँधेको डोरीले छुडेर तिमीले कसको माया पाउँदैछौ मसँग छुटेर कहाँ छ कि यसमा त होइन यही त हिजो प्रेममा तपाईँ यार होइन कि कहाँ मुझे हेर्दै भाइ हिजो हेर्दै त किन आइरहेन फोन फेरि एकछिन है फोन काटेर म फोन गर्छु फेरि यो पनि आउने एड गर्नु गरे उहिले गर्छ गैरीले गर्छ गरे एड गर्दा मा गिजामा कहिले मुझे गोडा भएर कालै गिजामा मामा एक्लो यो जीवनमा सातो खोज्दै अनि आफू भयो जिन्दगीमा कता गयो क्या तिनीहरू यार भाइ कतिवटा गुरु हो बे उठा अर्को भाइ गएर अब कुल खायो खै त भान्जा कता गयो फेरि भान्जा फेरि रविन्द्र भान्जा आथे फेरि कता गयो कि यो मेरो हात फेरि चालु भइसक्यो म्याच दिमाग खराब भइसक्यो हेर फेरि हात चालु भयो फेरि
के भन्नु खै धोका दिनेलाई मै बसाउँला खै भने त्यसो भए के चाल यो हात किन काट्यो होला रन्डीको छोरो त्यो हात किन जल्यो होला तपाईँहरू या त्यहाँ किन करेन्ट उखाल्नु लाग्यो जग्गा होला होइन दाजु उठ खानुहुन्छ क्या त्यहाँ होइन तपाईँहरू कसम भनेको यो हात आफै तपाईँ चालु त्यहाँ भइरहेको गाजा खानुहुन्छ गाजा कसम भाइ बाबा के भने अगाडि 1 महिना अगाडि पुरै छातादेखि पुरा नेपालदेखि माछिको प्लास्टिक भरेर लिएर आएको थिएँ मैले होइन नि मामा के जोइन अनि यत्रो बोल्नु थियो मुजी आम्मा अब एक हप्ता पनि टिकेन यो सब हामी- दाना पिसेर पनि ओए कच्काइदियो विनोद हामी गएर ल्याएको नि त्यही जोइन ल्यायो तैँले त्यत्रो थियो मायाको त कति 1-2 हप्ता पनि चलेन है त्यति बेला म अब दिनको खाना त्यति बेला म anytime यस्तो खाइदिने तर्पेनी जुन खानलाई म यहाँ त टोलेको यहाँ पनि किनेर खान्छन् यिनीहरू भान्जो भर्खर रविन्द्र भान्जेहरूमा आएको त कता गयो तपाईँ दाजु यार आज आज मन किन यति साह्रो दुखिरहेको मुटु मेरो सिसासरी फुटिरहेको कोही किन आज यति म दुखी भएको त्यहाँ पुग्दा मनको कुरा भनिदिरहेको बाध्य भयो नसा पिउन मदिरहेको अनि वाह वाह पीडा खतरा पीडा पी- पीडा पीडा हुँदा आज मेरो मिल्ने साथ टिका छ नमिल्दा कसैको साथ आज मेरो मन एक्लो भएको छ हाम्रो प्रेम मामालाई इन्द्रदेवको एउटा धनुषले होइन मामासरी मामासरी मन एक्लै कहिले हुन्छ रानीको छोरो हाम्रो प्रेम मामालाई के एउटा इन्द्रदेवले मन मेरो धनुष हानेको आज फेरि साह्रै तडप्या छ यादहरूको बम बनी मनमै तडप्या भान्जे छ मन कहिले एक्लै हुन्छ र सुन्न मन मेरो आज फेरि साह्रै तडप्या छ यादहरूको बम बनी मनमै पड्क्या छ बोल्न खोज्छु मनको पीडा तिम्रो सामु आज तर बोल्न खोज्दा किन घाँटीमै अड्क्या छ वाह 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 ए मुजी आमा चिङ सर्पलको यसको थिङ्किङमा अहिले के गा होइन किनमा चिन्ने काम जनौडा भावेलाई जनौडा गराउँछ भन्ने सोच्यो होला रमाइलो हुन्छ भनेर भने रविन्द्र कहाँ भयो क्या केही छैन नै प्रेममा तपाईँ घर जानु जानु बेसी गर्नु भएन उडीको माया चिङ शरीरमा केही छैन मानिसलाई प्रेम प्रेम तँलाई थाहा कि थाहा छैन ल सुन ल हिजो राति गरे मैले नाना थरी गाली मेरो हात स्क्यान भइरह रानीको छोरा हेर भूत हो यार भूत देखि यसो मामाको सर्दी कला कति रात भयो देखा बेला बेला कस्तो हुन्छ आउँदैन अनि यता गरेपछि सिट आउँदैन मलाई उनी बनाउनु पर्छ यो हात हेर अब यो हात हेर्नु आयो के गर्न खोजेको क्या के हुन्छ कि दुईटा हातको मैले एक्कासी के भइरहेको तपाईँ यार मामासरी यार ओइ प्रेमै सम्झना दे विनोद यसलाई छुरी हान्छ घाँटीमा मिस्यु 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 जय श्रीराम जय श्रीराम जय श्री जय श्री राम के छ राजेश हर महादेव भान्जो त के टक्कदारी चाहिँ अलिअलि पालो न यार जुङ्गा टक्कलाई सुनेर नि पुरो कुरेर हात गए गर्छ होइन मान्छे सुहाउनु परेन है यहाँनिर खाली हुन्छ यहाँ टुपी टाढो अब मायाको छ त्यो त लास्ट हुन्छ बेला बेला त मायाको शरीर पुरा यता कता हो राजेश एटिएममै हो मलाई जस्तै म घरै बस्नु घर बसे पनि एक्लै भयो भने टक्क गाउँथ्यो सबै चेयर गरेर आउँथ्यो यहाँ आएर सबैलाई हेर्नु गरेर आउँछ यति ठुलो देशमा दिमाग खराब भइहाल्छ
गोली हानिरहने कोही तोप हान्छन् कोही कुकुरी हान्छ कोही के हान्छ औडा लागिसक्यो बोल्यो भने सबके पालै पहिलो एउटा बोल्नु त्यसपछि त्यसको सिद्धिपछि अर्को बोल्नु है आवाजै बुझी कहाँ बुझी गोली के बोल्यो गोली बोल्यो एउटालाई टाइम दिने है 1:07 गर्छ 1:10 है 1:10 स्टार्ट गर्न 1:10 3 मिनट मात्रै हो बोल्ने विनोद केटाहरू जहाँ गए पनि नसुर्दिने भयो कहिले म चस्मा लगाउँछु तिमीहरू थाहा छ भूत लाग्छ अहिले मेरो दिमाग त्यही भएर चस्मा लगाउँछ नि त अनि भूत के हराउँछ चस्मा हुन्छ ए भान्जा कता गएको त तिमीहरूले यार के भान्जाको नेट सुन्न सकिरहेको के हो कसम केटा हेर अनौठो लाग्छ प्रेममा कसै मसँग को बोलेको छ मसँग बोल्छ यारमा ओए पिरन त जेलको उमैगा कहिदिनु अस्ति यार आएर आइस ल बोल ल सुन जेपीटी excuse me can I take 1 minute रफ शब्द नबोल्नु है यहाँ फ्यामिलीहरु छन् के अघिसम्म आफै बोल्यो अहिले हामीलाई भन्छ त कहाँ नेपाल हो म बोल्छु त कहाँ नेपाल हो बोले नाम भन्न ए तेरो उसको चिन्ता सदर नाम चाहिँ म त आज चस्मा नलगेकै राम्रो देखिएन अर्को चस्मा यो इट्टावाला चस्मा लगाएको इट्टावाला चस्मा लगाएको छ त्यहाँ इट्टावाला चस्मा लगाएको छ त्यसले इट्टावाला इट्टावाला भन्छ चिग्ने कसको मेरो भने जस्तो मुची तैले नै गइरहेको भनेको इट्टावाला हेर्नु त्यहाँ राम्रोसँग मुची एकदमै गोलो छ त्यसको त बोल्ने होइन र नाइ कि बोली फुट्दैन र धेरै गयो जस्तो छ कस्तो बारेमा के भन्नु बोल्ला कतिको बारेमा बोल्यो भएको ए भगवान बोलेको बोल भन्ने बित्तिकै नेट यस्तरी घुम्छ नि बोल भन्ने बित्तिकै म बोलिरहेको छु त म सुन्दैन अरे कस्तो 5G हो के यार बोलिरहेको छ हामीले सुनिरहेको छैन अब तपाईँ मान्दिनु भन राष्ट्रदेखि शान्त बस्छ ए राजेश तिमीका टोयलेटमा बसेर फोन गरिरह सुनेर सुरु छ के नेपालमै भएर होला सायद त्यस्तो पुरा अड्केको पहिला माराको 5G वाला मोबाइल किनेछु मान्छेले सिम जियोको सिम हाल्यो नि अनलिमिटेड ओ सही कुरा गरिदियो 5G मा अहिले 5G मा अनलिमिटेड बनाएर रहेछ के जियोले अम्बानी र्याङ्क गरे सबै सिमहरु 5G बनाउन लागिसक्यो अब मेरो चिन्ता 5G छ मोबाइल 4G भए पनि अनलिमिटेड गर्छ गरे है देखे जिब्रो देखाउँछ त मुजी जिब्रोको धज्जिया उडाइदिए मेरी ए जिब्रो नदेखा मुजी चिङ लैजा काटेर लैजाला के भन्छ के ओए यसलाई छुरी हान्दै कि त्यहाँनिर
भान्जा र छुरी ल्याएको छुरीमा त्यो धारै गर्दा मैले ल्याएर छुरी पनि साथ चिलाने म भूत लाग्यो मान्छे बुझि चिन्यो Excuse me. Excuse me. It's Can it's I it's not a take you? it's serious, yaar. नहीं फक यु म्याच रणवीर सर Don't be तेरो taking a के joke. को सिरियस हो म्याच के हाँस्न नपाइने भयो मलाई भूत लाग्यो भने के It's serious, bro. Don't take it a joke. Hear yourself. यस ए गरे गरे ए म त के भन्छु भन्दाखेरि Hey, no one. मैले कसम यस्तो हुन्छ के मैले जसलाई हेरेँ नि गुटका निलिन्छ भने त्यो निलिहाल्ने रहेछ कि रणवीरको सर म्याच त्यो हुँदो रहेछ राडीको सर के भएको के म्याच सायद मैले त अहिले विनोदलाई भूत जस्तो देखेछु बरु। जन्म जाँदै त्यस्तै लिएर जस्तो लाग्यो मलाई त खै के के अरे मेरो खास ममा अरे मर्ने र जन्मिनेको ऊ अरे जन्म जाँदै मुजी त्यही भएर काल मुजिने हामी चाहिँ के बुझे ऊ अमर हो क्या हामी भने एउटा पृथ्वीको पाहुना हो के साथी। हामी चाहिँ कति मान्छे रहने र हामी पनि जन्मिने मर्ने त हो त यार जसको बर्थ हुन्छ त्यसको डेट पनि हुन्छ कि साथी, बुझिस? हरेक कुरा। के गर्ने म्याच गाउँको रात पनि आफूले आफूलाई बोल्नु सक्यो होइन गाउँको चौरालाई एउटा हुन्छ यार, कस्तो यार त्यो ठाउँबाट निस्केर आएपछि त स्वर्गमा आए जस्तो हुन्छ म्याच। हाँस्छस्? मैले फिल गरेर आइसकेको कुरो हाँस्छस्? अहिले तैँले त्यो बोल्दैछ। राडीको छ र तँभन्दा अगाडि फिल गरेर तँलाई बचाउने मै राडीको छ र आज सिकाउँछु शब्द नबोल्दै राडीको छोरालाई त त्यहाँ बचाउँदाखेरि नबोल्नु भने सुन्नु कस्तो गरौँ के गरे क्यान्डी छ अरे कस्तोमा यो भइरहेको मैले त केटी मान्छेलाई यता सुन्न, मैले त होइन कसम केटी मान्छेलाई पनि भूत पक्षी चुडेल देख्थेँ के। त्यस्तै छ कस्टमरमा कोही आयो भने के भन्छ र त्यो मान्छे भने कहिले त्यो भुतो भन्छ मैले तँलाई त्यति बेला हुन्छ कस्तो कस्तो साउन्ड लडेर घालसँग लडेर मैले तँलाई मैले चाहिँ ढाकेर मैले बजाएर राखेँ मैले लैजान कति दाजुलाई मैले अनि त्यही भएर त अनि म शुक्रिया बाधा गर्न चाहन्छु। हो त्यही बदला मलाई लिइरहने यहाँ बहुत धेरै बदला लिइरहेको मुभी चाहिँ कहिले हेमदूत आउँछन् कहिले को आउँछ म दम गर्छु माया कसम म छु त यार कस्तो म छु त माया कसम भन्छु तँलाई मात्रै गऱ्यो भने त मुभीसँग लैहाल्छन् त्योभन्दा आफूले आफ्नो रक्षा अर्का रक्षा के गर्नु पर्ने मलाई देख्छ कि नै, मलाई भूत देख्छ कि के देख्छ बे चुडेल? मैले त बकुलले देख्छु यार हो सिरियस हो यार, कसम से देखिन्छ यार, मैले पनि देखेको कुरो यार। केटा देखेपछि मान्छेले एमराज जस्तो आउने पुरै भूतको पुरै के मेन लिडर हुन्छ नि हो त्यसको त्यस्तो देख्ने आइमाईलाई चुडेल देखिदिने पड्काइदिने देख्दा के जस्तो लाग्छ मामा के लाग्दैन मामा सुरी भान्जै लाग्छ कि अरू के शैतान देख्नु भान्जे जस्तो लाग्छ केटा हो जो आफ्नो करिबको मान्छे हुन्छ नि त्यो मान्छेलाई त्यो जब यो हालतमा छ नि त्यो मान्छेलाई त्यस्तो सोच जाँदैन के। तेरो आँखा किन निलोमा मेरो आँखा निलो देखे है भान्जा आँखा भनेर आऊ मेरो के तेरो आँखा निलो के एउटा कहावत छ नि यहाँ त्यस्तै भइरहेछ कि सबभन्दा राम्रो सम्बन्ध भनेको के अरे साथी, अनि सबभन्दा खतरनाक मेरो लामो सबसे गहरा दोस्त, साथ के होइन सबसे बड़ा दुश्मन सबसे गहरा दोस्त जो होता है ना वो एक दुश्मन होता है। भन्ने रन्डीको छ र त्यो साइकललाई माछिङ समातेर पच्काउने मन लाग्छ त्यसै त भन्यो सबभन्दा राम्रो भनेको दादालाई भन्न को मान्छे
मेरो साथी सबैभन्दा राम्रो मेरो साथी। ए न कहाँ देखा वाउ, मलाई फोटो हाल्दैन। हाल्नु नहाल्नु नि यार। यसो कहिले कहिले कल गर्न नपाए पनि यसो सम्झिरहेको हुन्छु केटाहरूलाई होइन। ओइ 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 मलाई हाल्दैन विनोद सबै। म हेर्छु अहिले राति 2-3 बजेतिर ट्रेनमा। म भुतै रहेछु मा तिमी बल्ल चिनिरहनु दिएको छ र चिनीको लागि म भुतै रहेछु मैले चिने कसम भनेको भिडियो गरेर हेर्न मलाई हेर्न त्यहाँ कसम भनेको नमिल्ने थोपडाको त्यो आँखा साखा यस्तो देखे नि देखाउन खाले ब्याग गर्न के देखाएन? ब्याग गर्न मान्छे ब्याग गरेर हेर्न फेरि ओए कसम भनेको मलाई बोल्न दिन्छ बडा त्यहाँ भिडियो हेर ब्याग गरेर हेर्न फेरि त्यहाँ मलाई हेरेर आउँछु ऊ त्यहाँ हेरे हेरे त्यहाँ मैले त्यहाँ हेरिराखौँ हेरे त्यो कस्तो गर्दा ओइ म्याच मेरो मैले त्यहाँ हेरिराखौँ म्याच मेरो आँखा पोलिरहेको यो भिडियो बनाउने बेला पनि तैँले आफूले आफ्नै देखिदिस् के? यो पनि सही कुरा हो। होइन के ए देखि बुझ्दै गरी देखि दुईजनालाई भूत बनाइदिखाने हेर अगाडिको छ खै खै देखि अनि दुईजनालाई भूत बनाइखान मुजी चिन्ने मामा सबभन्दा त पहिला तपाईँ होइन एउटा कुरा छोडिदिनुहोस् तपाईँ जोइन खान छोडिदिनुहोस् पहिलाभन्दा सबभन्दा फर्स्ट कस्तो मैले केही छोडे पनि त्यस्तै नछोडे महिना आउनु लाग्यो छोडेको मुजी जोइन खान छोडेको त्यस्तै भइगयो सुन्नुहोस् जोइन खान छोडे पनि त्यस्तै हुन्छ। मलाई पनि हुन्छ नि, अझै हुन्छ मलाई थाहा छ। एक महिना आउनु लाग्यो छोडेको मलाई अझै हुन्छ नि साथी। यहाँ सुन तर मैले अहिले अलिकति हिम्मत जुटाएर होइन त्यो कुरालाई आजको दिनमा खास प्रसाद खाने दिन हो आज प्रसाद खान पाइएन औडा लागिरहेको मलाई दिमाग खराब भइरहेको विनोद मलाई हाल्दैन भिडियो। के भयो मलाई म दङ्गु लगाउनु दिएको छ साथी केही पनि भएको छैन, केही पनि भएको छैन। केही भएको छैन कि प्रेममा तपाईँलाई यार तपाईँ सबभन्दा अहिले तपाईँको कुरा त्यो जुन खान छोडिदिनुहोस् अनि अहिले टक्क लगाएर सुन, मसँग किताब पढ्नु अहिले फोन गर्दाखेरि होइन दिमाग कहाँ डुलाछ त है? सायद खालि तैँले जो छ नि एनी टाइम त्यही ठाउँमा तैँले दिमाग युज गर्दा त्यो ठाउँमा छोडेर हामीसित उयो गर्न। तपाईँ त मान्छे राम्रो ह्यान्डसम हुन्छ त लुकिङ सो गुड Can you do it? यार तपाईँ यार तपाईँ आफूले आफूलाई के सोच्नुहुन्छ सक्छ त्यो जो सोचिरहेको छ नि त्यो कुरालाई एकछिन साइडमा राखेर होइन हो अगाडिको छ तिमी बुझ्दैनौ के माया कसम म माथि राते चरेर दिमाग खराब भइरहेको मलाई थाहा छ नि यार साथी यार तर के गर्न सकिन्छ। कस्तो फोटो खिचिरहेको तर मामाश्री तपाईँले कुकुरलाई हेरेर त आउँदा यति टाढासम्म साथमा छैन, साथमा विनोद छ। यहाँ माथि कुकुर आउँदैछ मस्तै टय जान्छ भनेर गएको झस्याङ्ग गएको सेतो कुकुर सानोमा दिमाग गर हामीलाई यहाँ कुकुर यताबाट हिँड्दाखेरि आउँदाखेरि भुक्छन् भुतै देख्छन् जस्तो लाग्छ म के भन्छु होइन तैँले दिमागमा केही नगर घेर गऱ्यो केही नभन दिमागमा धेरै तैँले हिँड्दा दिमागमा कुरा खेलाएर आफू हिँडेको कहाँ हिँडेको छु भन्ने त्यो तँलाई थाहा हुँदैन कि दिमागमा त्यस्तो त्यो भने लास्ट स्टेज हो क्या देखेँ नाइ तपाईँ त्यो दिमागमा हो तपाईँ दिमागमा कुरा खेल्न तपाईँलाई भन्छु तपाईँ किताब तिमीहरूलाई थाहा भयो नि तर खै देखिसक्दैन जस्तै हाम्रो हातबाट केही पछि पन्छी मासु यताउता के हामीले गर्थ्यौँ नि सबै यहाँ मैले देखिरहेको दिमाग खराब फेरि पोलिरहेको छ दिमाग खराब त्यही त पोजिटिभ कुरा सुन्छु आउटकम नेगेटिभिटीमा रियालिटी हो मुजी चाहिँ चक्र हुन्छ नि त्यस्तै हो पृथ्वी गोल पालो आउँछ भने त्यही हो
सबको पाप धुनु पर्यो यार अन्डीको सक्दै माखरा ब्याच चाहिँ कसको धुनु कसको नधुनु म्याच आफ्नो सुन्नुहोस् न आफ्नो आत्माको सुन्नुहोस् न नमासी मजाले तपाईँ रमासी त्यो जोइन खाना छोडिदिनुहोस् कि तपाईँ सबभन्दा पहिलो कुरो त जोइन खाएर तपाईँ यार आफूले आफूलाई यार बकुल्लो गरे गरे बकुल्लो गरे है तर आँडी छ त्यो फोन कार्ड के भने भिडियो अफ गर्दा म्याच लगेर आउन अभी 2 मिनट 3 मिनट हो या सोया हुआ उसका नींद डिस्टर्ब करता है तुम सोते हो तो तुम्हारा ऐसे ऐसे कर लिया ज्यादा ही नहीं करनी ओए गरे सोया होगा आदमी को जगह नहीं करना होता है नहीं और इतना ज्यादा हो गया कौन से चाहिए ना खराब हो त्यहाँ म्याच मलाई उठाएर गोल रन्डीका यस्तो चाहिँ नरासिरो डुब्नु पार्नु मुझे कस्तो थियो मुझे अहिले हेर कस्तो छ मुझे केही होइन सुन्ने शरीर सुनिरहे म कस्तो थियो पिरम पिरम गरे गरे ओए गरे ए तँलाई पनि गाह्रो भन्छ मुल्चीले त्यहाँ हेरिरहेको मलाई आदमी है इधर पहले तो है आदमी है इधर चार इधर तीन है ये इधर बैठा है सुन्न कुरा यार मामा तपाईँ घर कहिले जाने हो घर कहिले जाने हो खै थाहा छैन जान्दै आएन सकिन्छ छिटै जाने जाने भए जानुहोस् घरतिर मजा आएर ढक्क लाएर बकुल्लो रन्डीको छोराले गर्दाखेरि म्याच त्यहाँ मलाई किन देखाइरहेको थियो अरूलाई हमसे बैठे हम कितना 3-4-5 घंटे हो गए ऐसे देते ओए पिरम तैँले उ खाए पिरम रन्डीको ओए पिरम पिरम ओए ओए पिरम यो खायो झ्याप छ लग्छ नि थाहा हुन्छ राँडीको छोरालाई म्याच ओए पिरम ओए हाँ त तेरा म त्यो ध्यान नदिएर राँडी छोरो मुचिङ तल थाहा छैन कस्तो कस्तो के हुन्छ भनेर रन्डीको छोरा यो मुचिङले ट्रेन कहिले सफर गरे है अब यहाँ हेर्नु सुते मान्छेलाई उठाउन लाग्छ अनि के गर्नु त नि हाँस सुन्दिन्न कसो त्यहाँ पछि तिनजना बस्यो तसँग को अमिश भाइ सुत्या अमिश भाइ सुत्या कान्छो सुत्या सुत्न त तिनीहरूलाई सुत्या भन्छ डिस्टर्ब नगर्नु त मुझ त्यस्तै पुरा ठुल्ठुलो सरो नबल मुचिङ त्यहाँ सुत्या मान्छे उठिहाल्छ त काजल नाच्छ पिरम त भन् त एकदम मान्छे परेसान भइरहेको हुन्छ त्यस्तै बसी बसी भन्न त काजल नाच्छ कि त बल्ल जब खुट्टा यस्तो लामो गराउनु तन्काउने ठाउँमा आउँछ अनि फेरि आउनु पर्छ नाइ त पिरम काजल लाग्यो भने के पिरम है त काजल लाग्यो भने के ए म यार साथी यार महाराष्ट्र जान छु यार तर रात्र काम छोड्दी गणेश ओए कहाँ भाइ के तिमीहरू के यार के त्यो रात्र ट्रेनमा नेट टिप्दैन कि बरोबर कहिले कहिले यार बरोबर नेट टिप्दैन होइन मुजिङ रामसिंह खालगर मुजी रामसिंह खालगर जाम आएको छु म मुजीसँग ट्रेनमा सफर गरेको मैले 12 घन्टा कता गएको थिएँ म थाहै भएन थाहा छ त त्यस्तो हुन्छ बोल्नु जाने आउँछ नि म मुजी कहीँ पनि आउनु एप्रिल होइन त यो त कहाँ त कहिले कता एउटै ठाउँमा त काम गर्नु सक्दैन फेरि त ट्रेनमा त्यो मुजी त्यहाँ अरूको त्यो ठाउँमा के होला कसैले के गर्ला मुजी डराइ त्यो
छोड्दै जिन्दगी यस्तै गुल्सिनी हो क्या अब म चाहिँ जिन्दगी यस्तै यस्तै कहिले हुँदै कता सकिने हो खुसी कहिले कता यार पिराम यार त पनि यार लापत्ता पो भोलि हिँड्नु के हुन्छ भनेर कहिले देखा हुँदैन यार त्यो त्यस्तो होइन भनेर हिँड्नु भने त यार त्यो भोलिको जिन्दगी त्यो देखिया छैन भने थोरै न म चाहिँ आज म जिएर म चाहिँ उ गरिदिने हो त्यस्तो नि त अब रुलसुल नभएको होटलमा गर्न मजा आउँदैन नि गर्न अब मजा छुट्टी दिन्छ र 10 मिनट लेट आयो भने साथी 200-300 रुपियाँ काटिदिन्छौँ एक दिनको ढ्यारी काटिदिएपछि कोही गर्छ 10 मिनट 15 मिनट लेट आयो बोल्न काहीँ गएको पनि हुने रहेछ होइन तिमीहरू यो जिन्दगी गुजार्यो सही गुजार्यो हामी होइन त उ गरेको ओइ पुलिस केस गरेर पैसा उ गरेको थाहा छ यार यार पिराम आई एम द फर्स्ट बिहान भन्ने कि पिराम रातभरि बुझिस् त्यहाँ किन पाएँ त्यहाँ चौथे त्यहाँ सुत्यो नि बिहान जाने 10-11 बजी पैसा दिएन दिन भने सिधै कान्छाले पनि पुलिसलाई फोन गर्यो अनि पुलिसलाई त मे गरी फर्कायो त्यसलाई अलग कुरा हो नि त यार पिराम यार त पनि यार तिमीहरू यार पैसा दिएर आयो त तो कर चलो ए डिवीजन में वो करते चलो मैले पर्स कहाँ राखेँ ओइ ओइ पिराम ओइ पिराम ओइ है तैँले स्पास हाने है तैँले ऊ खाछस् स्पास मेरो नेट स्लो छ क्या जङ्गल आउँछ त्यो कति आउँछ यार तैँले स्पास खाछस् स्पास किन तैँले खाएर बसे मलाई थाहा त मैले भनेको केटा म त मैले भन्छु पेरेका खाएको छु त्यही त 18वटा पेरेका खाएको 30वटा एन्टीको भन्नु आउँछ एबिल यस्तो खा ट्रेनमा सफर गर चिराको गर भाइ यार भाइ त भाइ अब होइन अब मामाश्री भन्नुपर्छ तपाईँ यार मामाश्री यार कसम केटा हो यो नसा सब छोडिदिनुहोस् म के भन्छु भन्दाखेरि सफरमा जाँदाखेरि नसा खाने काम नगर एउटा कान खुल्ला आँखा तेज दिमाग ध्यान यताउता ध्यान दिनुपर्छ आँखा झिमिक माल गए भन्ने थाहा कि नै बरु यार घर जाऊ यार घर जाऊ तिमीहरू मजाले घरतिर बस होइन खाऊ बरु यार ल गरे रामसिंह जा मलाई भिडियो हेर्न दे रामसिंह ख्याल गर मोबाइल सोबाइल पैसा कता के राखे ख्याल गर मुझे लुटेर हिँडिदिन्छन् कहाँ गएको छ कि यो गरेको त म त कहाँ रातभरि सुत्दैन नि आँखा अगाडि ब्याग राख्छु म रातभरि सुत्दैन त्यही त भनेको कि त्यही त रामसिंह ख्याल गरेस् ल तीन आदमी में देखने के लिए तकलीफ हो रहा है आधा को तो मैं इतना गुस्सा आता नहीं एक ही मिनट में दिमाग में गुस्सा चढ़ जाता है यार त्यो म त्यो यत्र म यार तिमीहरू के भन्छ मान्छेले नदिने रहेछ कि दिने रहेछ भन्न साथै आफ्नो ख्याल आफै गर्न सक्नुपर्छ अबदेखि होइन आफ्नो ख्याल आफै गर्ने अब हामी नजिक गर्नु छैनौँ अलिअलि केही साथ हुन्थ्यो पहिला त सबभन्दा त यो कुरा सुन हेर पहिला होइन विनोद छ त विनोद तिमीहरूलाई के चाहियो कि म दङ पर्यो त्यो पो दङ पर्छ कि यिनीहरूलाई के चाहियो कि दङ पर्छ तेरो त्यो बोले है नि त के बोले थाहा पछाडिको कुराहरू राडीको छोरो तेरो छाया भने हिँडेर आऊ मुजी रन्डीको छोरो तिमीहरू सुत्न सक्दैन क्या मन्दिर लाग्दैन तिमीहरूको छाया सबैको छाया भने हिँडेर आउँछ मुजी तिम्रो तेर्दैन माछ त्यो देखिरहे हामीले देखिरहेको छैनौँ त साथी कसरी गर्ने सल्भ गर्ने त भन्न हामीले देख्यो त्यही भएर जो पाइँदैछ यताउता झर्केर यताउता नगर क्या अर्का ठाउँमा मुजिङ सहनशील बन्न सिक झुक्न पनि सिक्नुपर्छ कतिपय कुरामा थाहा किन अर्का ठाउँमा मुजी भोलि बिहान जे पनि गर्न सक्दैन त्यो पनि विचार अलिकति गर्नुपर्छ नि यार के हो कि
जोसमा होस उडाउने होइन नि, थाहा छ तिमीलाई? तागत देखायो भने तागत लुटेर लग्छ, थाहा होइन? आमासँग पर्छ सबै हेरेर आउँछ, मुजुरो देखेर आउँछ। तागतलाई बुद्धिले जित्छ के साथी। बुद्धि होइन के यार। सकिन्छ एकैचोटि रिसुटले हात छोडिदिन्छ क्या अनि जो कोही होस् हात छोडिदिन्छ अनि त यार स्पासर त्यो के इबिल खायो नि त्यो को हात ट्रेनमा छोड्छ यात्रा के? गर्ने त्यसरी तँलाई यार तँलाई आफ्नो ज्यानको किमत मलाई लागेन थाहा छ हामीले मार खाएर आएको। नै तँलाई हिजो मैले 1000 रुपियाँ हाल्थेँ भने तँलाई दुखी आयो कि मलाई दुखिरहेर आडेको छोरो? तिमीहरू पट्याउनुमा मैले पत्ता छु साथी मैले पत्ता छु भन्दैछु। जसको कन्डमा हात हुन्छ त्यसलाई पिठा पर्दा कि तिमीहरूलाई पिठा पर्दामा थाहा छ। तेरो कन्टामा कसको हात थियो त्यसलाई पिठा भयो होला, तँलाई त के हुनु त्यो नसा खाएर कता हराला फेरि। त्यही हुन्छ कि सलाइमा लाइटर लगाइसक्यो। ल हराउँछौँ ख्याल गऱ्यो आज तिमी पनि ख्याल गर हाल्छौ। सलाई खा कसम हेर मेरो खै के भन्नु, म के भन्दैन धेरै मलाई पनि हुन र यहाँ फेरि मिलेको तपाईँ मामा श्री यार त्यो सबभन्दा तपाईँ त जेल खान छोडिदिनु कि तपाईँ आफूले कन्ट्रोल गरिराख्नु के हुँदैन। मैले आफूलाई कति घन्टा गर्छु, म सुतिरहेको हुन्छु गर्नु हो जगाइन्छ बोलेको सुतिरहेको आफूलाई होइन यता सुने आफूलाई 100% दिएर कन्ट्रोल गर। जति सक्छ त्यति कन्ट्रोल गर्न। हो सही कुरा भनिस् तर पिरम त आफै सक्दैन त्यो कन्ट्रोल गर्न भन्नु पठाउँछ गएर ल राम्रोसँग ख्याल गर केटा। हेर्नु न अरे कुराकानी गरौँ न यार कुराकानी गरौँ न यार भित्र लागोस् कुराकानी लाभदायक होस्। ओके ल ओके किन के यस्तरी यार मेरो शरीर निदाउनु लाग्यो फेरि। ल त आफूलाई चाहिँ कन्ट्रोल गरेर जति सक्छ 100% दे आफूलाई कन्ट्रोल गर्ने त्यही हो। केही हुँदैन टेन्सन नगर। केही हुन्न कि मलाई केही हुन्न कि तिमी टेन्सन मरे पनि घरै आइहाल्छ कि टेन्सन नगर। मोदलाई चकमा दिएर आएको मान्छेलाई कतिचोटि चकमा दिए भन्छ। आके फोन राख्छ त मैले त्यहाँ ट्रेनमा है त मैले ट्रेनमा मलाई त्यहाँ कोही लगिरहेर टिकाउँछ। हो यस्तो फिल आउँछ। ल गरे ल भन्छ है गुड नाइट। पप्पी गरौँ न पप्पी गर्न आउँदैन पप्पी आउँछ फेरि गुत्ता आउँछ गुत्ता त्यस्तो गरेर गुत्ता आउँछ गुत्ता आउ गर्दै चल्दै ल साथी आफ्नो ल फोन काट ल फोन काट। अरूको ठाउँमा कसैले केही गर्दिन्न आफ्नो गर्ने होइन कि यस्तो हो कि अरूको ठाउँमा अरू नै हुन्छन् आफ्नो कहिले हुँदैन त्यही भएर आफ्नो आफ्नै घरको मान्छे आफ्नो हुँदैन भनेदेखि पराई अर्को देशमा त्यो त्यसले तेरो सोचाइ मात्रै जति गरेर आफ्नो आफ्नै हो कि आफ्नो मान्छे आफ्नै हुन्छ भने त बुझिहाल्नु नै त्यही हो। दुश्मन भयो भने जे भयो भने आफ्नो आफ्नै हुन्छन् पराई हुन्छन्। पराई ठाउँमा हुनु पर्यो पराईसँग अलिकति यता गर्नुपर्छ त त्यति पनि गर्नु नै मैले सबै थपिदिने अब नगर्नु एकचोटि नुहाइदिएन म नुहाउँछु बिहान अहिले नुहाइदिएन एकचोटि नुहाइदे साथी। सुन्नु जति पनि रोगहरू हुन्छ नि यस्तो मतलब चिसो पानी यता पानीले नुहाइदिएपछि मलाई मुजी लगाएर जान्छन् त्यो भन्दा नि सधैँ मेरो कुरा त सुन नजिक नभए पनि टाढाबाट छोड्दे के यार छोड्दे पानीले कुरा नगर
मलाई नुहाएर निद्रा लाग्ला, नुहाएर मलाई सुत्न दे के ल सुत्त अनि एकछिन नुहाएपछि कुनै पनि रोगको 10% रोग निद्रा लाग्दैन के लाग्छ अरे। भनेको निद्रा लाग्ला फेरि निद्रा हराइन्छ बिहानसम्म सुत्न सक्दैन म ओके 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 टु योर सेल्फ मलाई निद्रा लाग्यो मलाई निद्रा लाग्यो ल देखाए म सुतिरह ल, सुत, म सुत। थाहा होइन ल गुड नाइट बाई ल बान्छ है गुड नाइट है फोन ल काट त फोन गुड नाइट ल बान्छ गुड गुड नाइट है नाइट गुड नाइट ख्याल गर्नु हुन्छ म जय श्रीराम ल जय श्रीराम